दुर्गा प्रसाद गुण्डा नायक हो। गुण्डाकै नायक हो त्यो। उसको चलनले उसको क्रियाले राज संस्था फिर्किँदैन। भाटबटिनलाई ढुङ्गा हानेर मतलब चाहिँ ढुङ्गा हानेर तोडफोड गरेर लुटपाट गरेर राज संस्था फिर्ता हुन्छ? अब आउँदैन, राज आउँदैन। मैले उद्घोष गरेँ दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गरेर के हुन्छ? यो आन्दोलनको जुन मेन नायकको दरबारमा ढुङ्गा मुढा गर्यो भने के हुन्छ? मैले लाल पूर्जा हेरेर जग्गा किन्दाखेरि चाहिँ मलाई चाहिँ जेल हाल्ने, मुद्दा लाउने, सङ्गठित प्रकार गरेर सरकारी जग्गा चाहिँ व्यक्तिको नाममा ल्याएर भने जेल हाल्ने मलाई। एउटा चाहिँ के भनेदेखि चाहिँ डनलाई छाडा छोड्दिने।